ओके, सो मलाई चाहिँ धेरै नै मेसेज आएको थियो कि ट्राई गरेर भन्नुहोस्, रिभ्यू दिनुहोस् पेस्टलको भनेर, पेस्टलको ब्रसको है। सो एज यु क्यान सी मैले चाहिँ तिहारको बेला रेडी हुने बेला डाइरेक्टली नै यो युज गरेको थिएँ र भन्नै पर्दैन यो ब्रसले कति मजाले फाउन्डेसनहरू ग्लाइड भइरहेछ र अप्लाई पनि एकदमै हुन्छ नि एकदम स्मुथली नै अप्लाई भइरहेछ। मलाई चाहिँ यो ब्रसले मैले लन्च गर्ने बित्तिकै नै चाहिहालेको थियो र मैले अर्डर गरिहालेको थिएँ। म चाहिँ एकदमै धेरै तपाईँले मेरो हात हेर्नुभयो भने त्यहाँ फाउन्डेसन ब्रसको ट्याटु पनि छ के। मलाई फाउन्डेसन ब्रसहरू चाहिँ त्यति धेरै मनपर्छ र कन्सिलर पनि लगाउनलाई एकदमै इजी है। सो यो दुईवटा ब्रस भइसकेपछि आई थिङ्क यु क्यान डु यर फुल फेस, किनकि कन्टोर, ब्रोन्जर, ब्लस सबै एउटै ब्रसले लगाउन मिल्छ। र मैले चाहिँ लेमीकै स्टाइलमा मैले ब्लस लगाउँदैछु, त्यही फाउन्डेसन ब्रसले नै ब्लेन्ड गर्दैछु। मलाई चाहिँ एकदमै कम्फर्टेबल अनि एकदमै सफ्ट लाग्यो ब्रस, एज युजल कटन क्यान्डी ब्रस जस्तै है। हजुरहरूलाई लिन मन छ भने चाहिँ लिनुभयो हुन्छ, एकदमै राम्रो छ।